guys, welcome to my new vlog. हामी चाहिँ आज मम्मीलाई घुमाउन लग्दैछौँ। के भन्छन् रे कृष्ण मन्दिरतिर। मम्मी मम्मी यता आउनु पछि ल। मम्मीले कृष्ण मन्दिर देखाउन लग्न लाग्छ भने चाहिँ दाइ पनि हुनुहुन्छ, दाइ पनि छ। ट्याक्क अब हामी बिस्तारै जान्छौँ सातवनला। यहाँको नजारा चाहिँ यस्तो छ, यस्तो हल्यो। यतातिर लभ डाँडा। हजुर त्यो लभ डाँडा बुवालाई अब 3 दिन यस्तै हिँडाले नि घट्नुहुन्छ। ल मम्मी नमस्ते गर्ने यता फर्केर। कस्तो राम्रो मेरो मोबाइलबाट नि है भित्र जाने हो र भित्र जाने हेर्न एकछिन पसिना आएपछि गयो नि। ल भित्र दर्शन गरेर निस्किसक्यौँ। खै मन बिस्तारै खै मम्मी ल यसो ल पानी बनाउनु छ। घुमौँ एकचोटि सिधै दाइ। ल हामी पनि सक्यौँ। कस्तो लाग्यो मन्दिर? दिएको त राम्रो लागेन त क्या, त्यस्तै हात उभिनुहोस् त, तल ननिकाल्ने क्या, आफ मात्रै। ल जुत्ता लाउँदा भयो। अब जुत्ता लगाएर फेरि अर्का फोटोसुट हुँदैछ। फोटोसुट गरिदिइरहनु भएको छ दाइको। कस्तो लाग्यो मम्मी मन्दिर? राम्रो लाग्यो। म सधैँभरि आउन पाऊँ, फेरि आउन पाऊँ, राम्रो लाग्यो। बाबालाई कस्तो लाग्यो? त्यस्तो ल ठिक छ, राम्रो छ क्या। ठिक छ ठिक छ। ल हामी चाहिँ गरिसकिसक्यौँ। दर्शन सर्शन गरेर निस्किसक्यौँ हामी घरतिर। निस्किसक्यौँ। ल थ्याङ्क यू। यति नै हो हाम्रो आजको ब्लग। धन्यवाद। यति नै हो। ल